ल साथीहरु, वान सुट भिडियो क्लास 12 को इकोनोमिक्सको लागत रेखा युनिट 3 बाट न्युमेरिकल सोध्छ 5 मार्क्सको फिक्स न्युमेरिकल छ। अहिले प्री बोर्डको पेपर हेर्दाखेरि न्युमेरिकल धेरै क्वेशन आएको छ। यहीबाट चित्र बनाउन छोडेर न्युमेरिकल धेरै क्वेशन आएको छ। त्यो सिकाउने छु। त्यसको क्वेशन र सोलुसन दुईटै सिकाउँछु। क्वेशन कस्तो आउँछ र यसको सोलुसन कसरी गर्ने। हामीले 8 मार्क्सको क्वेशन प्रिपेयर गर्यौं भने 5 मार्क्सको क्वेशन आउँछ। 8 मार्क्सको क्वेशन जान्न सक्नु पर्यो। 8 मार्क्समा त आउँदैन, तर क्वेशन 8 मार्क्समा रहेको छ ओल्ड इज गोल्डमा। हेरौं क्वेशन। ल क्वेशन नम्बर 16 हेर्नुस् त के भने, मानव फलान लागत फलान टीसी 100 प्लस 12 क्यू स्क्वायर र माग फलान। माग भनेको मूल्य है, नझोकिनु होला किनकि हाम्रो यहाँ डिमान्ड भनेको छ, डिमान्ड फंक्सन भनेको छ। नाफा अधिकतम हुने उत्पादन र मूल्य तथा कुल नाफा पत्ता लगाउनुहोस्। यहाँ तीनटा सोधेको छ। नाफा अधिकतमको कुरा सोधेको छ, उत्पादनको मूल्य पत्ता लगायो भनेको छ र कुल नाफा पत्ता लगायो भने हामीले एन्सरमा नि हेर्न सक्छौं, तर कोही इक्जाममा त एन्सर आउँदैन। आउटपुट निकाल भनेको छ युनिटमा, प्राइस निकाल भनेको छ। यसको म मास्टर फर्मुला भन्ने छु, एकदम इजी तरिकाले हजुरले निकाल्न सक्नुहुन्छ। ल यसको सोलुसन तर्फ हेरौँ। ल कस्ट फंक्सन हामीले क्वेशनको गिभन भनेर लेख्दा हुन्छ, नभए यहाँ गिभन जे लेख्दा पनि हुन्छ। कस्ट फंक्सन टीसी बराबर हामीले क्वेशनको सारेको छौं र हामीले टीआर निकाल्नु पर्छ। अनि बारे क्वेशनमा भने पनि नभने पनि टीआर निकाल्नु पर्यो। टीआर निकाल्नको लागि पी इन्टु क्यू, अनि हाम्रो मूल्य यति छ, यो त मूल्य हो, इन्टु क्यूले गुणन गर्ने हो। 200 को 200 भयो, क्वेशनको टिपेको यो 200 इन्टु क्यू 200 क्यू, 8 इन्टु क्यू 8 क्यू स्क्वायर। अब हामीलाई एमआर निकाल्नु पर्यो। यहाँ एमआर निकाल्नै पर्छ, एमआर र एमसी निकाल्नै पर्छ। यो सजिलो तरिका, म हजुरले अर्को तरिका नै सिकाउने छु। त्यो अलि अप्ठ्यारो तरिका छ, यो एकदम इजी तरिका छ। हामीले टीआर डिभाइड डी कोस टीआर डीक्यू हामीले यसरी गर्न सक्छौं। क्वेशनलाई यहाँ डी को सेममै राख्यौं, यहाँ छुट्याइदियौं, यसलाई गुणन गरेर छुट्याइदियौं, अनि हाम्रो यति आयो। यहाँ 2 कसरी आयो भन्नुला, यहाँ यो 2 बाट यहाँ गुणन गरेर निकालेको, अनि डीक्यू हो। डीक्यू कट्यो आयो, यहाँ डीक्यू कट्यो 200 आयो। एमआर आइसक्यो। हाम्रो एमसी आयो। एमसी लाई हामीले आर सँग गर्नु, सी सँग गर्नु, सजिलो तरिका। जस्तै टीआर एमआर, एमआर सँग गर्दिनुस्, एमआर लाई टीआर को बाट निकाल्दिनुस्, एमसी लाई टीसी को बाट निकाल्दिनुस्। हामीले यहाँ पनि सेम गरेको र यसमा यो डेरिभेटिभ फर्ममा हाम्रो यो जुन 100 प्लस अनि हामीले के क्यूस्यू दिएको छैन भनेपछि यसको मान जहिले पनि 0 हुन्छ। 0 गर्यौं, यहाँ हामीले 12 इन्टु गर्यौं 24 क्यू आयो, 24 क्यू। अब हामीले गर्नुपर्ने हुन्छ एमआर र एमसी लाई इक्वल गर्नुपर्ने हुन्छ। हामीले त्यो एमआर कति दिएको थियो हामीलाई क्वेशनमा हेर्न सक्नुहुन्छ। एमआर हामीले कति निकालेको थियौं, एमआर 200 माइनस 16 क्यू। हामीले त्यही टिपे हामी 200 माइनस 16 क्यू। अनि हाम्रो एमसी कति थियो, एमसी को मान हामीले 24 आएको थियो। 0 प्लस 24 24 हुन्छ, 24 आयो। अनि यो 24 यता गयो 40 क्यू भयो, जोडिन गयो। अनि क्यू यहाँ यता गयो, यो यता जान्छ, भाग गर्न जान्छ, 5 युनिट आयो। र हामीले मूल्य निकाल्नु पर्यो। मूल्य त हाम्रो यही निक्लिसकेको छ। मूल्य के निकाल्नु पर्छ भन्नुभयो होला। मूल्य सरी मूल्य त यहाँ छ, यो मूल्य त यही छ। के निकाल्नु पर्छ न, हाम्रो क्यू को मान राख्नु पर्यो के, यो प्राइस निकाल्नु पर्यो हामीले। यो क्वेशनकै टिपेको हामीले 200 इन्टु 8 इन्टु क्यू को मान 5 छ। यहाँ क्यू को मान 5 आइसकेको छ। 200 माइनस 40 160। हामीले प्रफिट निकाल्नु पर्यो। प्रफिट इज इक्वल टु हाम्रो टीआर माइनस टीसी हो। अनि हामीले टीआर को सेम राख्यौं, टीसी को सेम राख्यौं। हामीले टीआर को कहाँ राख्यौं,
कहाँको राख्यौँ भन्नुहुन्छ भने टिआरको यहाँको राख्यौँ, टिसीको यहाँको राख्यौँ क्वेसनको। यताको हामीलाई सथ छैन। अब हामीले क्वेसनको हेर्नुपर्ने हुन्छ। अनि त्यसपछि हामीले क्यूको मान 5 आइसकेको थियो। सबको यस्तो गरेर हामीले यो 1000 आयो, यो 200, 100, 300, 3 2 5 600 भयो। 600 आयो, 1000 - 600 प्रफिट 400 आयो। यति गर्नुभयो भने चाहिँ 5 मार्क्स आउँछ। काट्ने ठाउँ कहीँ पनि हुँदैन। र म अरू क्वेसन पनि हेर्नुहुन्छ, एन्सर हेर्न सक्नुहुन्छ हजुरले। 5 160 400, 5 160 400 आयो एन्सर। ठिक छ। अब अरू पनि भिडियो बनाइदिन्छु मैले। 16 को भयो, अब 15 को बनाइदिन्छु, 14 को बनाउँछु। सेम छ। यसमा हाम्रो सबै दिएको छ, केही पनि भनेको छैन। टिसी पनि दिएको छ, यो पनि दिएको छ, यो एमसी पनि दिएको छ, एमआर पनि दिएको छ। हामीलाई टिआर निकाल भने किनकि हामीले मूल्य प्रफिट सोधे भएकाले त्यो निकाल भनेको छ। टिआर निकाल्नको लागि पी इन्टु क्यू गरिदिनुलाई टिआर आइहाल्छ। अरू त सेम छ। युनिट निकाल्नको लागि एमआर एमसीबाट इक्वल गरिदिनुलाई एमआर = एमसी गरेर इक्वल गरिदिनुलाई एन्सर आइहाल्छ। अब म भन्दिनै छु, हजुरले ट्राई गरेर आउन सक्नुहुन्छ। हामीलाई टिसी दिएको छ, टिआर पनि दिएको छ, टिसी पनि दिएको छ। मूल्य पत्ता लगाउनु र अनि त्यसको प्राइस पत्ता लगाइदिनु ल आइहाल्छ एन्सर। एमसी र एमआर गराएर युनिट आयो। अनि त्यसपछि पी इन्टु अब 3 युनिटले गराउनुलाई आइहाल्छ। र आजलाई यहीँ राखौँ। अरू पनि थप भिडियो मैले बनाउँदै गर्छु। च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला।